हो मुखनिर ठिक्क नपार्नु है बुढो भनिदिएको छु म माइत गएको बेला त खुब 2-3 वटा केटीसँग बोल्दै हिँड्नुहुन्छ अरे त मलाई भाइले भन्दै थियो डाँडा गर्ने है मोबाइल अरू कसैलाई हेर्ने हिम्मत पनि नगर्नु भन्दै त नचाहिने कुरा गरे भने कति हेरिरा यसरी हेरेर बसेर हुन्छ अब चिया आयो चिया खाउँला कति चिस्किरा के तपाईँ सधैँभरि यसरी बोलेर हुन्छ बिहा गर्नु पर्दैन जिस्किने होइन अब बिहा गरिदिने हो तर अब पैसा चाहिन्छ तिमीलाई पाल्नु पर्यो अब पहिला विदेश जान्छु टन्न पैसा कमाउँछु अनि पैसा कमाएर आएपछि तिमीहरूमा झ्याइ पारेर बिहे गरौँला विदेश गएर आएपछि फेरि धोका दिने होइन नि त्यहाँ फेरि बिहा गर्ने गरिहाल्नु मेरो मायालु होइन त तिमी म तिमीलाई बिहे गर्दिनँ त ल जाऊ जा हेर छ त चिनेको हो छैन कहाँ चिन्नु कहाँ देखेँ मान्छे होइन मैले चिनेकै छैन नि तपाईँ एकछिन यहाँ आउनु त बोलाइ यहाँ आउनु न एकचोटि चिनेकी हो एकचोटि उसको अगाडि त मसँग नबोले जस्तो गर्ने बुझ्यो त भएछ म भने उसलाई सम्झिँदै बिहा नगरी बस्ने ऊ भने बुढी भन्दै मसँग नबोल्ने खुब उसको बुढी रहेछ र पो नबोले अरे पहिला त खुब बिहा गर्छु भने थियौ त भन्न त भने अब हेर न बिहे गरिहालेँ अब उसँग बिहे नगरे भए चाहिँ म तिमीसँग पक्का बिहे गरिदिन्छु अलिक अप्ठ्यारो छ नि त ओ बुढो एकछिन पक्नु न कुरा गर्नु छ ए बुढो होइन के को खासर खुसुर भनेको बाटो सोध्नु भएर त यतै जाने अनि के बाटो बताउनलाई नि चप्की खुसुर खुसुर गर्न पर्छ होइन अब थाहा नभएपछि त अब होइन जाऊ ल ऊ यता जाऊ अनि मासतिर लाग्यो है अहिले मलाई भेट्न आएन भने जाने हो के हो अघि त खुब मक्ख पार्दै थियो त म त अब कहीँ नि जान्नु ल मुखनिर मात्र मक्ख पार्ने दुनियाँसँग चप्की बोल्नु पर्ने तिमीले मैना